हेलो नमस्कार टसिदिल हजुरलाई शुभ बिहानीको न्यानो स्वागत गर्दै अब तपाईँहरूलाई म यो ट्याङ्की फरासिटमा ल्याएको छु घरको यो जुन माछाको त्यो टट्टी पानीमा त्यो जुन थियो त्यो चाहिँ मैले खोर्सानीमा लाउँदैछु त्यसको चाहिँ मरेको फुल पनि जगाउँछ एग्रिकल्चर सरहरूले भन्यो हो कि होइन इक्जाम्पल गर्दैछु आउनु शेर्पाजु भ्लगमा शुभ बिहानीमा यहाँ देख्नुभयो माछा 5-6 हालेको अहिले चाहिँ देखेको छैन बिहानखेरि चाहिँ आउँछ ऊ केराक पत्ता खाँदैछ अनि माछाको चारो चाहिँ यो हप्ता बाँड्छ भन्नु हुँदै थियो अनि यो चाहिँ हेर्नुहोस् पानी पुरा मैला देख्छ यो चाहिँ माछाको जुन टट्टीहरू छ यो पानी भएको मैले चाहिँ खोर्सानीमा हाल्नु सुरु गरेको छु अब तपाईँलाई देखाउनु गइरहेको छु यसले चाहिँ कतिको उयो गर्दो रहेछ यसपालि एक्सपेरिमेन्ट गर्ने अन्त एग्रिकल्चर सरहरूले भन्दा चाहिँ अब के अरे मरेको फुल पनि जगाउँछ भने अब यसपालि हेरौँ साथीहरू अब तपाईँलाई तल खोर्सानी बारी परिसम्म लिएर जाँदैछु अनि मैले यहाँबाट पानी चाहिँ तल खोर्सानी बारी लगेको छु हजुरहरूले भन्छ होला शेर्पा जोजोले त अन्त माछा निस्किन्छ त भन्छ होला यहाँ चाहिँ मैले जाली हालेर चाहिँ पाइप टक्क हालेको छु भित्र चाहिँ जाली यो इग्रोनेटको जाली हालेर चाहिँ माछा निस्किन्छ भनेर चाहिँ उयो गरेको छु अब तल लगेर जाँदैछु तपाईँहरूलाई म खोर्सानी बारी पर्छ यो जुन निम्बु छ फुल्दैछ यसलाई पनि यसपालि अब यो फुल्ने बेलामा चाहिँ हाल्नुपर्छ पानी यसलाई पनि पानी हाल्ने अनि माछाको मल पनि गोडगाड पाएर जुन पानी छ त्यो पनि हाल्ने ट्याङ्की परिसरबाट अब तपाईँलाई ओह्रालो लगेर जाँदैछु अस्ति आमाले सेल्फ हेल्प ग्रुपबाट पाएको दुईवटा सेती अन्त यो काली यो दुईवटा उयो छ पठिङ्ग्रीहरू छ यिनीहरू चाहिँ अहिले चरनमा छोडेको मलाई त पाल्नु मन थियो नि तर आमाले चाहिँ रहरले गर्दाखेरि चाहिँ उयो गरेको निकै बढिसक्यो यो 2 महिना 3 महिना भयो होला यो हेर्नुहोस् है यो एसएसजी ग्रुपबाट पाएको आमा बोजू पार्टीको एसएसजी ग्रुपबाट यो हेर्नुहोस् है दुईवटा यहीँ चढ्दै चाहिँ निकै ठुल्ठुलो भएको छ दुईवटा अब पटिङहरू हो हेर्नुहोस् है गभर्मेन्टले चाहिँ फेसिलिटी दिएको छ एसएसजी ग्रुपमा हेर्नुहोस् है हजुरहरूले देख्नु हुँदैछ निकै बढ्यो यो चाहिँ दुईवटा अहिले माथि त्यो ट्याङ्कीबाट चाहिँ तानेर पानी चाहिँ यहाँ छ मैले त हिजो चाहिँ यहाँ खोर्सानी साफसफाइ गरेर चाहिँ उयो गरेँ यी पानी चाहिँ धमिलो चाहिँ यो चाहिँ माछाको टट्टीले गर्दा हो अन्त हाम्रो अब साथीले भन्छ यो चाहिँ लिन्जर टेक्निक भनेर भन्छ नि हौ त्यही तपाईँकोमा अब कसैको घरमा अब टुट्टीहरू छैन भने खोजिरहनुपर्छ यो चाहिँ दाँतमाले ब्रस टक्कै उयो गरेर चाहिँ ल्याएर चाहिँ सकेको ब्रसको चाहिँ काटेर चाहिँ टक्कै छ भने टुट्टीको कामै गर्छ है अहिले मालिङहरू पनि पाउँदैन टुट्टीको लागि यो सजिलो छ यो टक्कै लाबर खोल्यो त्यहाँबाट फेरि लायो त्यहाँबाट फेरि बन्द गर्यो टक्कै हेर्नुहोस् है लिन्जर टेक्निक कि शेर्पा जोजोले पनि टक्कै यो चाहिँ अब ट्याङ्की परिसरबाट आएको यो चाहिँ बन्द गरेको पानी जुन यो माछाको मल यो पानी छ अब त्यो चाहिँ यो तपाईँलाई पनि टुट्टीहरू छैन भने चाहिँ कोलगेटको जेसो प्रयोग गर्नु सक्नुहुन्छ है साथीहरू मैले यहाँ हिजो भोलि राखेर अघि बिहान पनि लाएँ अनि तपाईँलाई अब कटसबारी परिसरमा लगेर जाँदैछु अनि यहाँ जुन यो खोर्सानी छ यो माछा पालेको पानीले चाहिँ अन्त राम्रो हुन्छ भन्दैछ मैले हिजो यहाँ चाहिँ दिनभरि मेरो काम यहाँ थियो यो चाहिँ माटो फुरुरु गरेर चाहिँ यहाँ पानी हाल्नु थालेको छु यो जुन माछाको मल यो जुन छ यो खोर्सानीमा हाल्दैछु यसपालि कस्तो हुँदो रहेछ यसको एक्सपेरिमेन्ट चाहिँ अब तपाईँहरूलाई म बादमा उयो गर्नेछु मेरो मिसेसले म भन्दैछु हेर्नुहोस् है खोर्सानी चाहिँ अब यो ठन्डामा कुचुर्को भए पनि फलाइ चाहिँ दामी छ है तपाईँहरूलाई देखाउँदैछु अस्ति साफसफाइ गरेर हिजो दिनभरि शेर्पा जोजो काम यही हो यो उयसलाई खोबिल्टा बनाएर टक्कै हिजो दिन चाहिँ पानी हाल्नु थालेको छु मेरो बिहान मर्निङ वकको ड्युटी नै यही हुन्छ यो हेर्नुहोस् है खोर्सानी फलाइ पनि ठन्डामा कुचुर्को भयो भने अब यो जुन पानी छ माछाको यो पालेको 4 महिना जस्तो भयो होला त्यो मोल छ त्यो पानी चाहिँ अब टट्टी चाहिँ माछाको टट्टीले चाहिँ मरेको फुल पनि जगाउँछ भनेर अस्ति पनि तपाईँहरूलाई बाह्रमा यसपालि चाहिँ मैले चाहिँ यो एक्सपेरिमेन्ट गर्दैछु जुन म ट्रेनिङमा गएको थिएँ एग्रिकल्चरको कालिम्पोङमा 2 दिन ट्रेनिङ भएको थियो हाम्रो त्यो ट्रेनिङमा चाहिँ यहाँ सरहरूले भन्नुभएको आजभन्दा 6 महिना अगाडि चाहिँ अनि यो माछा पनि उहाँहरूले दिनुभएको ट्राइबल स्किमको माछा ट्राइबलहरूलाई खालि दिनुभएको अन्त एसटी र एससीलाई दिनुभएको ट्राइबल र सिड्युल क्लासलाई अनि अहिले चाहिँ मैले यो माछा ल्याएर चाहिँ 5-6वटा माछा ल्याएर ट्याङ्कीमा हालेर 4 महिना भयो होला त्यो मोल चाहिँ अब पानी चाहिँ मैले यहाँ युज गर्दैछु साथीहरूलाई पनि अब के कसो हुन्छ म भन्नेछु अनि यो चाहिँ अब एक्सपेरिमेन्ट गरेको अब यो खोर्सानी चाहिँ आउँदो फर्स्ट उसमा नै के नयाँ वर्षको बेलामा चाहिँ यो चाहिँ अब फलाइ हुन्छ मलाई चाहिँ बेच्नु ओर्नु चाहेन मलाई चाहिँ घरमा खानु र यसो गाउँठाउँमा छरछिमेकी पाहुनापातमा दिनुभए भइहाल्छ अनि यो चाहिँ
हर्दी हेर्नुहोस् है, कालो हर्दी। यसलाई अब राम्रो हुँदैछ। माछाको मल पनि हालिदिएको छु। कति फल्दो रहेछ। यो चाहिँ दबाई हो, तपाईँलाई अस्ति मैले भनिहालेँ। यो चाहिँ औषधिको रूपमा पनि प्रयोग गर्छ। अनि अलैँची चाहिँ मैले छोटो अलैँची चाहिँ यस्तो गरिदिएको छु, अहिले चाहिँ बानेर टक्कै। अनि सिजन अब चाहिँ यहाँ चाहिँ मल आउँछ तपाईँको गाईको मल। यो हप्ता चाहिँ 60 भारी मल मलाई दिन्छ। मैले घाँस चाहिँ अन्त जग्गै दिन्छु। अनि यहाँ म त जिपी अफिसमा ड्युटी गर्दा ओर्दा घरि यता कुद्दा ओर्दा म भ्याउँदिनँ गाईहरू पाल्नु ओर्नु। त्यो भएर चाहिँ म 60 भारीमा चाहिँ गाउँमा देख्छु घाँस चाहिँ। अनि 60 भारी मल दिन्छ उहाँले चाहिँ। अन्त यो हप्ता चाहिँ म यहाँ मल स्टक गरेर राख्छु छु। त्यहाँबाट चाहिँ फेरि त्यो 60 भारी मल चाहिँ त्यहाँबाट चाहिँ यो बारीमा टमाटर सिजन लागेपछि चाहिँ गर्ने चाहिँ अब 2 महिना चाहिँ खेतीपाती चाहिँ बन्द हुन्छ। बारीलाई पनि उयो गर्नु दिनुपर्छ। त्यो भएर चाहिँ उयो गर्नु भन्दा पनि अब बारीलाई पनि अब रेस्ट भनौँ न, अब त्यो उयो गरेर नयाँ उयसलाई माटोको लागि। अन्त त्यो भएर चाहिँ जनवरी फेब्रुअरीमा चाहिँ गोरु जोता हुन्छ। आलुहरू चाहिँ रोप्दिनँ साथी हो। लास्ट सिजन रोपेको थिएँ, यसपालि चाहिँ रोप्दिनँ। हस् त साथी हो, शुद्ध बिहानीमा चाहिँ मेरो मर्निङ वकको चाहिँ यहीँ हुन्छ। अन्त यो माछाको त्यो जुन मैले चाहिँ पानी चाहिँ युज गर्दैछु कस्तो फल्दो रहेछ हेरौँ, त्यो पनि एक्सपेरिमेन्ट गर्छु। अनि तपाईँहरूलाई पनि भन्छु ओर्छु, तपाईँले पनि याद गर्नुहोस्। अन्त मैले हिजो चाहिँ दिनभरि भएर चाहिँ यो जुन यसलाई उयो बनायो अरे खोपेल्टा बनाएर सबै उयो गरेर चाहिँ पानी हाल्नु सुरु गरेछु हिजो बेलुकाबाट चाहिँ। अब कन्टिन्यू हाल्नेछु। त्यहाँबाट गाईको मल लाउनु पर्ने छ, त्यहाँ फेरि पुर्नु पर्ने छ। त्यहाँ पानी कन्टिन्यू हालेको चाहिँ कस्तो फल्दो रहेछ हेरौँ है साथीहरू। हस् साथी, आज तपाईँहरूलाई यो जुन पोली हाउसको खोर्सानी बारी सम्बन्धी भिडियो ल्यायो भनेदेखि चाहिँ नेक्स्ट भिडियोमा चाहिँ फेरि नयाँ नयाँ भिडियो ल्याउनेछु। आजलाई बिदा पाऊँ शुभ बिहानीमा। बाई बाई हजुरहरू।